वेलकम टु डे माई लाइफ। सबैभन्दा अगाडि म बिहान अलि लेट उठेको थिएँ किनभने चाहिँ अघिल्लो दिन अलिकति कामको प्रेसर थियो अनि म फ्रेस भएर लागेँ ब्याक टु वर्क किनभने 2 दिनको मैले लिभ लिइसकेको थिएँ मेरो घरमा चाहिँ कामसाम भएको कारणले। अनि 2 दिनपछि चाहिँ म आफ्नो काममा फर्किँदै थिएँ। सो एकदम एक्साइटेड थिएँ त्यस कारणले स्कुटीलाई पारेर रेडी म भएँ रेडी अनि म हिँडेँ मेरो पहिलो गन्तव्य थियो कन्सल्टेन्सीमा। आज मेरो एउटा एड सुट थियो एज अ इन्फर्मेसन एड। त्यसको लागि म कन्सल्टेन्सी पुगेँ। यो चाहिँ पल एजुकेसन कन्सल्टेन्सी लमही दाङमा छ। सो बिजनेस कम्प्लेक्सको सेकेन्ड फ्लोरमा रहेको छ यो चाहिँ। र हामीले सानो मिटिङ गऱ्यौँ रवि दाईसँग र आजको कुन कन्टेन्टमा भिडियो सुट गर्ने भनेर हामी छलफल गऱ्यौँ। यता हाम्रो रिसेप्सनको बहिनीहरूसँग यसो रमाइलो गर्दै स्क्रिप्टमा रेडी भयो अनि त्यसपछि म पनि यसो हाँस्दै रेडी गऱ्यो र म पुगेँ हाम्रो नवीन भाइको आरएन प्रोडक्सन हाउसमा। एकदम रमाइलो भइरहेको थियो यो टाइमिङमा चाहिँ। भाइ चाहिँ मस्त भिडियो एडिटमा थिए अनि भाइ के छ हालखबर आइने म ढिलै भनेको त आउनु दाइ बस्नुहोस् भन्दै थियो भाइले चाहिँ। अनि यो हाम्रो ठ्याक्कै नवीन भाइको यो आरएन प्रोडक्सन हाउस चाहिँ लमैमा छ। सो आउनु होला तपाईँहरू पनि। अनि भाइकोमा यसो एउटा भिडियो सुट गर्नु थियो त्यो भिडियो पनि सुट गऱ्यौँ। एकदम राम्रो भिडियोग्राफी र फोटोग्राफी आफ्नो वेडिङ व्रतबन्ध र स्पेसल डेको लागि तपाईँहरू भिडियोग्राफी फोटोलाई चाहिँ मेमोरी राख्न चाहनुहुन्छ भने आरएन प्रोडक्सन हाउस तपाईँको लागि सधैँ तयार हुन्छ। त्यसपछि ब्याक टु म कन्सल्टेन्सी आएर अनि रेडी भएर चाहिँ म लागेँ सुटतर्फ। मसँग जाने भाइ चाहिँ आज यिनै हुन्। एकदम अलि लजालु स्वभावका थिए र हाम्रो गन्तव्य हामी पुग्यौँ ग्रिनल्यान्ड होटेल पहिलाको सिद्धार्थ होटेल। अनि पहिला त खाना खानु पर्यो त्यसपछि खाना भन्दा पनि खाजा खायौँ अनि ब्याक टु वर्कमा हामी लाग्यो। आज एउटा कन्टेन्ट सुट गर्नुपर्ने थियो एब्रोड कन्ट्रीहरूको लागि र तपाईँहरू पनि एब्रोड जान चाहनुहुन्छ पढ्न चाहनुहुन्छ एज अ स्टडीमा चाहिँ। सो प्लिज पल एजुकेसन कन्सल्टेन्सीलाई सम्झन सक्नुहुन्छ। र गएपछि एउटा टिकटक नबनाउने त कुरै हुँदैन। जहाँ हेऱ्यो भने त त्यहाँ टिकटक ओ माई गड। अनि त्यसपछि लागेँ म स्टुडियोमा टाइमिङ भइसकेको थियो 5 किनभने 4:30 बजे एउटा क्लास सुरु हुन्छ। मेरो यता अर्को बहिनीले क्लास हेरिराख्नु भएको थियो त्यस कारणले म अलिकति लेट भएँ आज यो सुटहरूले गर्दा चाहिँ। अनि मस्त भित्र चाहिँ गीत गन्किरहेको थियो भित्र प्र्याक्टिस चलिरहेको थियो अनि यतिकै म जाँदा चाहिँ प्र्याक्टिस रमाइलो तरिकाले भइरहेको थियो भाइ बहिनीहरूको। अनि म पनि यसो गरेर एकछिन हेरिहालेँ अनि ल यसरी हुन्न है बाहिर जाम गर्मी भयो भनेर चाहिँ मैले सबैजनालाई बाहिर लागेँ। ओ माई गड यो बहिनीको एक्सप्रेसन हेर्नु न कस्तो राम्रो के। अनि मैले 1 by 1 चाहिँ सबैजनाको टेस्ट लिएँ आज चाहिँ। आज तिमीहरूले के सिक्यौ त 2-3 दिनको ग्यापमा चाहिँ मैले के मिस गरेँ भनेर चाहिँ म सबैजनाको टेस्ट लिएँ। त्यसपछि हामीहरू अर्को ग्रुपको लागि रेडी भयो। यो चाहिँ हाम्रो सिनियर ग्रुप क्लास सकेर म गएँ अमन कस्मेटिक पसलमा। यहाँ राम्रो कस्मेटिकको सामानहरू पाउँछ। सो सबैजना एकचोटि भिजिट गर्नु होला। यतिकैमा मैले भेटेँ बादललाई र धेरै टाइमपछि बादलसँग भेटघाट भएको थियो र यो चाहिँ विदाउट प्लान थियो। हामी 81 पसलमा भेटेका थियौँ र आजको डे चाहिँ मेरो यसरी बित्यो। थ्याङ्क यू सो मच फर वाचिङ।